नमस्ते। म आज तपाईहरुलाई अर्को एउटा लोककथा लिएर आएको छु। मेरो लोककथाको शीर्षक छ दुष्कर्मको परिणाम। एउटा हाम्रो जनजीवन, पहाडी जनजीवन जो जति बेला विकट थियो, यात्रा सुगम थिएन, यात्राकामा सवारी साधन थिएनन्, सडक निर्माणको अवस्था अहिलेको जस्तो थिएन। त्यस बेलामा यात्रा गर्ने मान्छेले आफूलाई खाने भाँडाकुँडा, पकाउने भाँडाकुँडा सहित सामलहरू, खाजा सामल सबै बोकेर हिँड्नु पर्थ्यो। यसरी हिँड्दा त्यहाँ न राजा न रङ्क, कसैलाई ठुलो सानो छुट्याउँदैन थियो। त्यो बाटोले, त्यो यात्रामा सबै समान हुन्थे। सबैले आफ्ना खानाका निम्ति बन्दोबस्तीका सामान बोक्नै पर्थ्यो र बास बाटामा जहाँ पुगिन्छ त्यहाँ बास बस्नु पर्ने थियो। बास बस्न कहीँ टहराहरू भेटिए, कहीँ साना घर वा एक्लै रहेका घरहरू भेटिए, घरमा हारगुहार गर्नु पर्थ्यो। घरबाट त्यहाँ बाटामा भेटिएका घरमा बास नमिले जङ्गलमै कुनै रुखका छारी मुनि बस्नुपर्ने बाध्यात्मक अवस्था थियो। त्यस्तो समयमा बिहे गरेको एक जोडी भर्खर मैतालु पुर्याउन लागेका श्रीमान श्रीमती मैतालु पुर्याउन लिएर जाँदै गर्दा बाटामा बास बस्नुपर्ने अवस्था आयो। अरू कहीँ घर थिएनन्, जङ्गल एकदम घना छ। त्यो जङ्गलका बीचमा एउटा घर, निकै खानदान युक्त अथवा खानदानी परिवारको घर जस्तो उनीहरूले देखे र त्यहाँ त्यो एउटा मात्रै घर थियो। त्यो घरमा बास नबसे हामी अर्को घर भए ठाउँमा गन्तव्यमा हामी पुग्दैनौँ। बिचमा जङ्गल छ, जहाँ जङ्गलमा बाघ भालु लाग्छ। बाघ भालुसँग सामना गर्न सकिने स्थिति हुँदैन। त्यसकारण हामी यो घरमा जसरी बास बस्नै पर्छ, त्यो घर धनीलाई मनाउनै पर्छ। दिन्छन् दिँदैनन्, उनीहरू संशयका साथ घर धनीलाई प्रस्ताव गरे। घर धनीका घरमा त्यहाँ त्यो बाटो हिँड्ने मान्छे बास नबसेको प्राय हुँदैन थियो। त्यो घरमा बस्दै उनले दिन्थे। तर दिँदाखेरि ती जो यात्रुहरू हुन्छन्, बाटो हिँड्ने यात्रुहरू, तिनीहरूबाट केही न केही उसले फाइदा लिने केही न केही चाल रच्थ्यो र उसले आफूले दिएको बास बापत लिने पैसा मात्रै होइन, खाने अन्नको पैसा मात्रै होइन, सबै थोक लिइसकेर पनि उसले केही फाइदा लिने उद्देश्य गर्थ्यो जहिले। त्यस दिन पनि उसले हेऱ्यो बास पाइँदैन भने पहिले तर्क्यो, उनीहरूलाई, ती यात्रीहरूलाई दुत्कार्यो। म बास दिन सक्दिनँ, हुँदैन। यहाँ जहिले बास बस्न पहिले एकदम नम्र भएर, विनम्र भएर हजुर बास दिनु न भनेर अन्य विनय गर्छन्। अनि पछि रातभरि बास दियो अनि बिहान उठ्दा मेरो सबै बाहिरपट्टि बरन्डापट्टि तल सबै सिक्वा सबैतिर दिशा गरेर के गरेर हिँड्छन्, फोहोर बनाएर हिँड्छन्। अनि हिँडे भन्ने पनि भन्दैनन्, भाग्छन् राति नै। म दिन सक्दिनँ भनेर उनले अलिकति जङ्गिएर बोले ती घरधनी। अनि केही गर्दा हामी गर्दैनौँ, त्यस्तो गर्दैनौँ भनेपछि ती घरधनीलाई ती भर्खर बेर मैतालु पुर्याउन लगेकी बेहुली नवदुलही देखेर लोभ लागेछ। उनको रूप, उनको जिउडाल, उनको सौन्दर्य देखेर कतै यसलाई, यो मान्छेलाई कुनै जालले रचाएर बाचा गराएर यो यसकी श्रीमती राख्न पाइयो भने त भन्ने लागेछ। अनि उनले यदि तिमी बास बस्ने नै हो भने एउटा बाचा गर्नुपर्छ। प्रत्येकले मेरो घरमा फोहोर गरेर हिँड्छन्, म राति यहाँ फोहोर गर्दिनँ, दिसा पिसाब केही गर्दिनँ, तपाईँको फोहोर गरेर हिँड्दिनँ भनेर बाचा गर। यदि तिमी त्यस्तो हिँड्ने भयो अथवा नहिँडिकन तिमीले फोहोर गरेको भेटियो भने तिम्री श्रीमतीलाई यहीँ राख्छौ, त्यो बाचा मन्जुर हो भने तिमीलाई बास दिन्छु। उनले त्यसो भनिसकेपछि
अब त्यो बाचा राख्न तत्पर भए ती युवा नवदुलाहा। त्यो बाचा नराखौँ उनले बस्ने ठाउँ छैन, बाचा राख्न गाह्रो पनि थिएन, किनभने राति अनावश्यक त्यहाँ फोहोर गर्नु भएन। त्यहाँ कोठामा, बाहिर कोठामा, चोटामा, कतै पनि सिक्वामा, अथवा त्यो गर्नु भएन भन्ने मात्रै हो। दिशा लाग्यो भने बाहिर जान पाएकै छ भन्ने सम्झिए, तर बाहिर जान पाउँदैन भनेर उसले प्रतिबद्धता राख्यो। राति मलाई कहिले दिशा लाग्दैन थियो त, मलाई पखाला लागेको पनि छैन, केही पनि भएको छैन, किन म गर्छु त्यो बाहिर। र म हुन्छ बाचा गर्यो लोग्नेले। अब बाचा साथ उनीहरूले खाना खाए, उसैले बनाएर दियो। खानाको दाम भोलि बिहान जाने बेलामा तिर्नु पर्थ्यो, वा बेलुकै हिसाब गरेर दिन्थे। खाना खाइसकेपछि राति सुते। त्यो घरधनीलाई त्यो बाहिर दियो भने त बाहिर राति जान्छ, भित्री कोठामा दिनु पर्यो जहाँबाट ऊ निक्लिन नसकोस् भनेर भित्रका कोठामा दिए र बाहिरबाट दैलो लगाइदिए। भित्र उसले निक्लिनु पर्यो भने, भोलि जानु पर्यो भने मसँग बिदा माग्दा बोलाएर खोल्न लाउँछ। भित्री कोठामा उनीहरूको जहाँ अघिल्लो छ, त्यो अघिल्लो भएको कोठामा उनीहरूलाई सुत्न दिएछन्। त्यो अघिल्लो कोठामा सुत्न दिएर बाहिरबाट ढोका लगाइदिए। राति केही समय त आनन्दपूर्वक सुते नवजोडी। एकछिन पछाडि त्यो दुलाहालाई पेट कटक्क दुख्यो। निदाइरहेकी श्रीमतीलाई कोट्याएर, ए बुढी आज त बर्बाद हुन्छ कि क्या हो, पेट कटक्क दुख्यो त, कतै यसले मलाई खाना खाँदै पहिले नै पखाला लाग्ने औषधि त खानामा मिसाएर दिएको थिएन। उसलाई संशय भयो, चाहे जे भए पनि अब लागि त गयो, अब बाहिर जाउँ, उसले थाहा पाउँछ, बोलाउनुपर्छ, उसलाई खोल्न लाउनुपर्छ। यहीँ भित्रै गरौँ, भोलि उसले हेर्छ, चेक गर्दा देख्छ, कहाँ गर्ने दिशा। बडा फसाद पर्यो त्यो दुलाहालाई। दुलहीसँग उसले आशय, उसको धारणा बुझ्न खोज्यो दुलहीको। दुलही पनि केही चलाक थिइन्, यताउति कतै गर्दाखेरि देखिँदैन कि भनेर उनले त्यो दुलहीले एउटा उपाय रत्न खोजिन्। त्यहाँ यसो हेरिन्, अघिल्लोमा निकै दिनभरि रातभरि बालेका ती दाउरा खरानी त्यहाँ हेरिन्। त्यो खरानी निकै थुप्रो छ। उनले श्रीमानलाई त्यो खरानी अलिकति खोतलेर, त्यो भुतभुते भन्छौँ हामी, ती दिशा गर्न लगाइन् र पिसाब बाहिर बग्छ भनेर पर यताउति हेरिन्। पिसाब थाप्ने कुनै भाँडो, भित्तामा एउटा बोतल थियो झुन्डिरहेको, त्यो बोतल हेरिन्। अनि त्यो बोतल ल्याइन्, त्यहीँ पिसाब थाप्न लाइन्, त्यहीँ झुन्ड्याइन्। पहिलोपटक त्यसरी टर्यो त्यो खरानी। उनले छोपिन् खरानीले त्यो दिशा, पखाला लागेको दिशा, र खरानीले माथि सरक्क बनाएर छोपिदिएपछि उनी चुपचाप फेरि सुते। एकछिन पछाडि फेरि अर्को पटक लाग्यो। अर्को पटक लाग्दा केही उपाय छैन, अब कहीँ गर्ने। उनलाई निकै उ भयो, पिसाब त त्यो बोतल भरिएकै छैन, त्यही बोतलमा थप्मुला। अब दिशा कहाँ गर्ने। धेरै वरिपरि हेरिन्, केही कुनै भाँडाकुँडा केही छ कि खोजी गरिन्। यसो हेरिन्, एउटा तरबार झुन्ड्याएको रहेछ भित्तामा। त्यो तरबारको दाप हामी म्यान के भन्छौँ, त्यो दापको भित्र उनले त्यो पखाला लागेको बेला त्यो दिशा त्यहाँभित्र गर्न लाइन् श्रीमानलाई। र त्यहाँभित्र उसले दिशा गरिदियो। त्यहाँभित्र लुकाएर सरक्क दाप जस्ताको तस्तै त्यही ठाउँमा भित्तामा यथावत स्थानमा झुन्ड्याइदिए। त्यो पछाडि राति दुईचोटि बाहिर गइसकेपछि उनीहरूको उज्यालो हुन लाग्यो, 5 बज्न लाग्यो। अब चाँडै जानु छ, बाटो कट्नु छ भन्ने बहाना बनाएर उनीहरू छिटो निक्लेर भाग्न खोजे। जति सक्दो त्यो वृद्ध मानिसले थाहा नपाओस् भनेर वृद्ध। अनि उनलाई बाहिर बोलाए, उज्यालो पनि भयो। अब जानु भयौँ, तपाईँले हिजो भन्नुभएको राखेको बाचा अनुसार हामीले यहाँ कतै फोहोर गरेका छैनौँ, फोहोर गरेको भए हेर्नुहोला, अब होइन भने हामीलाई छोडिदिनु भनेपछि उनको हिसाब गरे। पैसा उसले बुझाए, हेरे, यताउता हेरे, बुढाले वरिपरि हेऱ्यो कतै देखिन्छ कि खोट लगाउन सकिन्छ कि, खोट लगाएर यिनकी श्रीमती राख्न पाए हुन्थ्यो, उसको चाहना थियो। तर कतै नदेखिसकेपछि उसले आफ्नो पैसा लिएर निराश हुँदै ती दुवैजना नवदम्पतिलाई छोडिदिए त्यहाँबाट। ती नवदम्पतिहरू अलिकति
त्यो घरबाट त्यो वृद्ध मानिसको आँखाबाट कोल्टे हुने बित्तिकै कुलेलम ठोके, कतै उसले थाहा पाएर हामीलाई लखेट्दै भेट्यो भने त मार्छ भन्दै आत्तिँदै उनीहरू कुदे, निकै पर गइसके। वृद्ध आफ्नै सदाझै नित्य कर्मतिर लागे। वृद्ध नुहाउन गए धारामा, पहाडको पँधेरामा नुहाएर आएपछि सधैँ झै त्यो विद्युत लगाउनका निम्ति खरानी यसो कोट्याए र अनि यसो निधारमा दले, त्रायुखम भन्दै निधारमा दलिसक्दा हातमा चिप्लो लाग्यो। होइन यो के छ चिप्लो भनेर यसो नाकमा लगेर सुँगे। नाकमा पनि दलियो, नाकमा सुँग्दा बिस्टा गनाएपछि आत्तिएर मरेछ, बर्बाद गरेछ त्यो अलक्षिणीले यहाँ गरेछ। कसरी यत्रो विष औषधि, पखाला लाग्ने औषधि हाल्दा पनि पचायो, त्यो युवा कडा रहेछ भन्ने लागेको थियो। यहाँ त बर्बादै गरेछ, यहाँ लुकाएछ नि भनेर आत्तिँदै गएर फेरि पँधेरामा गएर नुहाएर फेरि आए। श्रीमतीलाई, ए श्रीमती जा त्यो भित्तामा बोतलमा झुन्ड्याएको गङ्गाजलले शुद्ध हुनु पर्यो, छर्किनु पर्यो, अचाउनु पर्यो भनेर उनले फेरि मागे। त्यो मागिसकेपछि, त्यो अचाइसकेपछि अब फेरि नुहाउन गए। त्यो अचाउनलाई लागे, नुहाइसकेर गएर अचाउन लागेर फेरि सुरुप्प माथि जिउमा छर्केर, शिरमा छर्केर अनि सुरुप्प अचाएका थिए। त्यहाँ पनि पिसाब गनाउँछ। त्यो गङ्गाजलको बोतलमा पिसाब भरिएको थियो। अनि ऊ रिसले चुरमुरिँदै फेरि नुहाउन गए। नुहाएर आएर पख्यो। त्यो काँड धेरै टाढा पुगेको होला र यो त्यहीँ पर कान्ला मुनि त पुगेको होला। म त्यसलाई लखेटेर भेजेर ती चट्टै काट्छु, त्यो तरबारले त भनेर श्रीमतीलाई फेरि तरबार मागे। म त्यसलाई भेटेँ भने यसरी काट्छु कि भनेर त्यो तरबारबाट फुत्त, त्यो तरबार चाहिँ म्यानबाट फुत्त तान्दा भित्र त्यो पखाला लागेको दिशा सबै उछिटेर अनुहारभरि लागेछ। यसरी उनले त्यहाँ फेरि त्यो दुःख पाए। अर्कालाई दुःख दिएर आफ्नो स्वार्थ सिद्ध गर्छु भन्न खोज्दा त्यही मान्छेले आफूले त्यसको परिणाम भोगेको यो लोककथा परापूर्व समयमा मैले आफ्ना पूर्वजहरूबाट, आफ्ना गुरुहरूबाट सुन्दै आएको थिएँ। आज मैले तपाईँहरूलाई यो कथा सेयर गरेँ। र यो कथा हामी लोककथामा के भन्ने गर्छौँ भने लोककथा लिखित हुँदैन, अनि त्यो लिखित त्यति बेला लेख्ने चलन पनि थिएन। र त्यस्ता सन्देशमूलक, प्रेरणादायी त्यस्ता कथाहरू नमरुन् भन्नका लागि सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठ जाला भन्ने बेलामा खरेर आइजाला भनिन्थ्यो र सुन्नेलाई ठुलो बनाइन्थ्यो। जबकि यो कथा जीवन्त राख्नका निम्ति अथवा यस्ता लोककथा जीवन्त राख्नका निम्ति सुन्नेलाई चाहिँ बढी ठुलो बनाइन्थ्यो र तिनीहरूले सुनेर अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्थे। यस्ता कथाहरू सुनाउँदै जान्थे र जीवित रहन्थे। त्यस्तै जीवित लोककथामध्ये यो लोककथा मैले पनि सुनेको थिएँ। त्यसकारण तपाईँहरूलाई सेयर गरेँ। आज यो कथा तपाईँहरूलाई कस्तो लाग्यो र यसको उद्देश्य अथवा यो कथाको नैतिक उद्देश्य के हो त्यो कुरा समेत तपाईँहरूले के बुझ्नुभयो कमेन्टमा लेखिदिनु भयो। आभारी हुने थिएँ। यस्तै कथाहरू म फेरि लिएर आउनेछु। हवस् त, धन्यवाद।